विश्वका 7.8 बिलियन पपुलेसन मध्ये सबैको जन्मदिन 365 दिनमा एकपटक आउँछ नि। तर ती सबैबाट भिन्न अनि निकै विशेष थिए र आज परेको तिम्रो जन्मदिन अझै विशेष त हुने नै भयो। विशेष मध्येको पनि विशेष तिमीलाई जन्मदिनको शुभकामना। प्राय जन्मदिनको शुभकामना दिँदा शब्दको कमी नभए पनि आज खाइकिन शब्दको कमी महसुस गरेको छु। रुखले हरेक वसन्तमा पुराना पात फेरेर नयाँ पालुवाले सजिएको जस्तै तिमी पनि पुरानो साल सफलताका साथ पार गरेर एक नयाँ सुरुवातमा छौ। जीवन निकै छोटो छ, त्यसैले केही महत्त्वपूर्ण कुराहरू हुन्छन् जो भन्नै पर्छ र मैले सोचिरहेको थिएँ कसरी भन्ने होला भनेर। त्यसैले यो भिडियो बनाउँदैछु। यदि मैले कुनै दिन बर्थडे विश गर्न सकेन भने तिमी यही भिडियो हेर्नु। तर एउटा कुरा याद गर्न मैले यो दिन कहिल्यै बिर्सने छैन। मलाई थाहा छ म सजिलै कुराहरू बुझ्न सक्दैन, अलि धेरै इरिटेटिङ पनि छु। तर हरेक परिस्थितिमा अबुझ भन्दा समझदार साथी बनेर तिम्रो साथमा हुनेछु र भन्छु यु आर नट अलोन। जिन्दगीमा धेरै उतार चढाव आउँछन्, तर मलाई विश्वास छ तिमी सधैँ आफ्नो शिर उच्च पारेर अगाडि बढ्नेछौ। तिम्रो हिम्मतको जित सधैँ हुनेछ किनकि यु डिजर्भ टु बी ह्याप्पी। अरू त के भन्नु, म तिम्रो एक असल साथी बनेर साथ दिन सकु अनि तिमीले विश्वास गर्न सक्ने आधार बन्न सकु। खुसीमा त तिमीले सम्झिन्छौ नै, तर दुःख पर्दा पनि कुनै सङ्कोच नमानेर सम्झनु। म तिम्रो साथमा हुनेछु। मलाई तिम्रो त्यो साथी बन्नु छ जसले हँसाएर हाँस्दा हाँस्दा आँसु आओस् अनि सम्झी फेरि आँसु लाग्दछ। आशा छ दुःखको आँसु र तिम्रो परेलीको भेट कहिल्यै हुने छैन। तिम्रो साथ र सहयोगका लागि सधैँ कृतज्ञ छु। जीवनको हर पल उत्सवमय बनोस्। तिम्रा पाइलाहरू सधैँ प्रगति पथमा लम्किरहन्। आफ्नो सँगै बाबा मामुको पनि ख्याल गर्नु। बी सेफ, बी ह्याप्पी। फेरि पनि तिमीलाई जन्मदिनको मङ्गलमय शुभकामना।